तपाईं गल्फमा काम गर्न जाँदै हुनुहुन्छ यो भिडियो नसुनी नजानु होला है त। पासपोर्ट बन्द गराएर तपाईहरुको ग्रोथमा धेरै नै ह्याम्पर गर्छ। मैले 14 वर्षको बसाइमा कहिले पनि पासपोर्ट राख्न दिने, पासपोर्ट मेरो जहिले पनि मेरो साथमा नै हुन्थ्यो। अब के गर्ने त त्यसो भने पहिलो कुरा त जानु गल्फमा काम गर्नु गएको बेलामा जहिले पनि हाम्रो त्यहाँ पासपोर्ट माग्ने गरिन्छ हैन। यो त्यहाँको देशमा नै हैन इल्लिगल हो। त्यहाँको देशले नै त्यहाँको कम्पनीहरुलाई नगर्न भनेर आदेश दिएको छ र पनि हामी नेपालीहरुलाई हेपेर चाहिँ नेपालीहरुको पासपोर्ट राख्ने गरिन्छ। यो इल्लिगल हो हैन। मैले यसलाई किन भनेको भने दुईटा कारण छ। पहिलो कुरा त कम्पनी चेन्ज गर्नु पर्यो, अर्को अपर्च्युनिटी आयो, जब प्रमोसनहरु आयो, सुपरभाइजरको जब पायो अर्को कम्पनीमा भने मुभ गर्न नदिने, त्यसलाई चाहिँ इन्डाइरेक्ट रूपमा पासपोर्ट समातेर तपाईलाई रोक्ने खालको कार्यक्रमहरु गरिन्छ हैन। त्यो गलत हो। अनि अर्को कुरा छ तपाईको त्यो पासपोर्ट राख्नु बन्द गर्नु नै एकदमै इल्लिगल कुरा हो, गर्न किन दिने। अब के गर्ने त त्यसो भने पहिलो कुरा त जानु विदेश जाने बित्तिकै तिनीले पासपोर्ट माग्छन्, त्यो चाहिँ भिसा प्रोसेसको लागि हो, त्यो चाहिँ गर्न दिनुस् हैन। पासपोर्ट रेसिडेन्स परमिटहरु लगाउनु पर्ने हुन्छ, त्यो गर्न दिनुस्। त्यसपछि गएर उनीहरुले पासपोर्ट हामी कमै छोड्दै सुरक्षित हुन्छ भन्छन् हैन। त्यो गलत हो। त्यसमा तपाईले भन्न सक्नुहुन्छ मलाई पासपोर्ट त्यहाँ तपाईकोमा राख्नु परेन, म सुरक्षित राख्न सक्छु, म राख्छु है भनेर हाँसेर भन्नु होला हैन। अनि उनीहरु फेरि दबाब दिन खोज्छन् हैन, सबैले गरिरहेछ त चाहिँ किन एक्लै नगर्न खोजेको हैन, सबै तेरो दाजुभाइहरुले तेरो साथीहरुले गरिरहेछन् त भनेर भन्छन् नि हैन, गरिरहा होला नि, म आफै आफ्नो पासपोर्ट म आफै राख्छु भन्नु। उनीहरुले नियम नै छैन, देशमा कानुन नै छैन तपाईको पासपोर्ट जबरजस्ती राख्नु पर्ने भनेर हैन, उनीले राख्न पाउँदैनन्। अनि केही दबाब पनि दिन पाउँदैनन्। तपाईलाई मेन्टल दबाब दिन्छन् होला, तर कानुनी रूपमा जागिरबाट निकाल्ने यहाँ त्यहाँ त्यस्तो केही दबाब दिन मिल्दैन उनीहरुले, र गर्न पनि मिल्दैन, गर्न पनि सक्दैनन् हैन। जब तपाई खुट्टामा अडिग भएर बस्नुहुन्छ नि उनीहरु पछाडी हट्छन्। किन चाहिँ नेपालीको मात्र पासपोर्ट राखिन्छ, फिलिपिन इन्डियनहरुको धेरै कम राखिन्छ, अझ म्यानेजरहरुको त पासपोर्टहरु कम राखिन्छ। मैले 14 वर्षको बसाइमा कहिले पनि पासपोर्ट राख्न दिने, पासपोर्ट मेरो जहिले पनि मेरो साथमा नै हुन्थ्यो हैन। गर्न सकिन्छ। लाइक एन्ड शेयर गर्नु होला र साथीभाइलाई यो मेसेज पठाइदिनु होला।